यसरी हजुरले अरू कुनै सफ्टवेयर युज गर्नुभयो, महिना दिनको होल्डिङ हेर्नु भने यो मात्रै हेर्नुहुन्छ हजुरले होइन, यति धेरै होल्डिङ रहेछ अनि यति चाहिँ सेलिङ रहेछ भनेर यसरी मात्रै हेर्नुहुन्छ। तर यो होल्डिङ कहिलेदेखि बढ्यो, कहिलेदेखि किन्न सुरु गर्यो र कसरी बढिरहेछ भन्ने कुरा चाहिँ कम्पेरेटिभली यहाँ चार्टमा चाहिँ हेर्न सक्नुहुन्छ। मलाई यो चार्ट राम्रो लाग्छ होइन, त्यही भएर त हजुरले चाहिँ यो मात्रै हेरेर बुझ्न पनि सकिहाल्नु भयो। तर यसमा डेट सहित देखाउँछ र यो चाहिँ मन पर्यो मलाई होइन। सो यो चाहिँ एकदम छोटो तरिका ब्रोकर होल्डिङ हेर्ने। ब्रोकर होल्डिङ हेरेर चाहिँ कम्पनी कस्तो छ त, कम्पनीको एकुमुलेसन डिस्ट्रिब्युसन कस्तो चलिरहेछ भनेर चेक गर्नको लागि यो बेस्ट अप्सन हुनसक्छ एउटा। अस्ति पनि राखेको थिएँ, यस्तै इक्जाम्पल राखेको थिएँ मैले, एउटा भिडियो पोस्ट पनि हालेको छु। सो यही नै हो लगभग हामीहरूले अब